अन्ततः भूपेन्द्रले भुन्टी घरमा देखिसकेपछि भुन्टीलाई गाली गर्दै भन्छ, तँ यहाँ किन आइस र के गर्न आएकी थिइस् भन्दै गाली गर्छन्। र यत्तिकैमा भुन्टीले पनि भूपेन्द्रलाई सम्झाउँदै भन्छन्, पोइ बुढा, हामी छिट्टै बाबाआमा बन्दैछौँ, यही खुसीको खबर सुनाउन आएको थिएँ म तपाईँलाई भन्दै गर्दा भूपेन्द्रले अनेकौँ गाली गर्छन् भुन्टीलाई। तर भुन्टीले पनि सबै कुराहरू सम्झाउन खोज्छिन् र बारम्बार आफ्नो श्रीमानलाई सम्झाउन खोज्दा तर भूपेन्द्र भने अर्कै केटीसँग लागेको कारणले गर्दा कि उनले सम्झिनै चाहन्नन् र भुन्टीको केही कुरा सुन्दै चाहँदैनन् भूपेन्द्रले। र भूपेन्द्रले बारम्बार उनले भनेको थिइन्, हेर्नुहोस् पोइ बुढा, तपाईँले भन्दाखेरि म जान हुँदैन थियो, तर मेरो दाइको अगाडि तपाईँले यस्तो भन्न सुहाउँदैन थियो र भन्नु हुँदैन थियो पोइ बुढा, मैले पनि सहन सकिनँ मेरो दाइलाई यस्तो भनेको, र म गएँ तपाईँसँग माफी माग्न आएको हुँ भन्दै उनले बारम्बार भन्छन्। तर भूपेन्द्रले भने यो कुरा स्वीकार्दैनन्, तँ यहाँबाट गइहाल भन्छन्। र त्यसैले भुन्टीले बारम्बार सम्झाउँदा पनि नलाइसकेर उनी भित्तामा गएर हातलाई हिर्काउँदै भन्छन्, तँ यहाँबाट गइहाल। र भुन्टीले रगत देखिसकेपछि मेरो पोइ बुढालाई यत्रो चोट लागेको म देखाउन सक्दिनँ, मलाई बरु जतिसुकै चोट लाओस् मेरो पोइ बुढालाई चोट नलाओस् भन्दै उनले बिलाउन गरिरहेको हुन्छन्। तर पनि भूपेन्द्रले त्यो बिलाउन सुन्दैनन्। र त्यसै पनि यता जान्छन् उता जान्छन्, भूपेन्द्र निकै तल्लिन्छन् ती केटीको मायामा। तर उनले आफ्नो श्रीमतीको कुरा कुनै नसुनेपछि भुन्टीले पनि भन्छन्, हेर्नुहोस् पोइ बुढा, हिजो जति जे भए पनि आज यतिको खुसीको खबर सुनाइसकेपछि मेरो पोइ बुढाले मसँग मिलेर बस्नुहुन्छ होला, माया गर्नुहुन्छ होला, अब त हामी मिलेर बस्न सक्छौँ भनेर आएको हुँ म, तपाईँलाई यति पीडा दिन दुःख दिन आएको होइन म भन्दै उनले सम्झाइरहेकी हुन्छन् आफ्नो पोइ बुढालाई। र त्यसै पनि यत्तिकैमा भूपेन्द्र रिसको आवेगमा आएर भन्छन्, तेरो दाइको नासो मलाई भिडाउन आइस, यो मेरो बच्चा होइन, यो मेरो पेट होइन, यो तेरो दाइको हो, तेरो दाइको एक मिटी खोले पिठो खुवाउनेसम्म हैसियत छैन, किनकि तेरो दाइले आज यहाँ गएर खान पाउँछ, यसले पढ्न पाउँछ, उचित शिक्षा पाउँछ भनेर तेरो दाइले यहाँ पठायो तँलाई भन्दै गर्दा भुन्टीले पनि रुँदै रुँदै भन्छन्, के भन्नुभएको तपाईँले पोइ बुढा, दाजु र बहिनी जस्तो पवित्र नातालाई तपाईँले औँला उठाउनु भयो, तपाईँले यस्तो आरोप लाउनु भयो भन्दै उनले बिलाउन रुँदै भन्छन्। र दर्शक भूपेन्द्रले पनि भन्छ, त यहाँबाट गइहाल, यो मेरो बच्चा होइन, यो मेरो पेट होइन, त्यहाँबाट गइहाल, तेरो दाइको नासो मलाई भिडाउन आएको भन्दै उनले गाली गर्छन्। र दर्शक भुन्टी त्यहाँबाट जान्छन्। र यता टोकालेले भने आफ्नो बहिनी भुन्टीलाई खोजिरहेको हुन्छन्, आज कहाँ गइनु होला, आजबाट काममा जाने भनेर उनी खोज्दै गर्दाखेरि उनी पूर्णिमासँग बाटोमा ठोक्किन्छन् र भन्छन्, कस्तो खालको मान्छे हो, आँखा छैन भन्दै गर्दा उनले पनि भन्छन् टोकालेले, हुन त यस्तो मोज मस्तीमा हिँडेको मान्छेलाई, यस्तो खुसीमा हिँडेको मान्छेको आँखा खुट्टा पनि ठाउँमा हुँदैन भन्दै गर्दा उनले भन्छन्, तपाईँ जहिले पनि मलाई यस्तो नसोच्नुहोस्, यसरी नभन्नुहोस् भन्दै गर्दा ती केटा मान्छेले पनि भन्छन्, होइन ए पूर्णिमा, के भएको हो तेरो बुढालाई, जहिले भेट्दा पनि यस्तै गर्छ, जहिले हेर्दा नि मलाई त तेरो बुढो त साईको जस्तो लागिसक्यो भन्दै गर्दा के गर्ने भनेर उनले भन्छन्। र त्यसै पनि ती केटाले पनि भन्छन्, हेर कि मिल्ने भए मिलेर बस पूर्णिमा, कि छुट्ने भए छुटिहाल, यो त अति भयो, देख्न पनि लाजै मर्दो भयो भन्दै गर्दा उनले पनि भन्छन्। र पूर्णिमा बाटोमा सोच्दै गइरहेको हुन्छन्। र त्यत्तिकैमा उनी बाइकमा ठोकिन्छन् र भन्छन्, होइन तेरो बुढो ठोकियो अघि, अहिले त ठोकिस्, होइन तिमीहरू दुइटै साइकको भइसक्यो कि क्या हो भन्दै गर्दा उनले भन्छन्, अहिले हात माग्छिन् र त्यो केटालाई च्याप्प कमरा समेत बाइकमा गइरहेको हुन्छन्। र त्यसैले यता भूपेन्द्र भने बौलाइसकेका छन्, उनले त्यो केटीसँग निकै कुरा गर्छन् र उनले सबै कुराहरू भन्छन्। ती केटीले पनि भन्छन्, मलाई गाह्रो भइरहेको छ मेरो बुवा आमालाई सम्झाउनलाई, तपाईँलाई साथ दिनको कारणले आज बुवा आमा निकै कराइरहनु भएको छ मलाई भन्दै गर्दा उनले भन्छन्, के गरौँ त, म आएर सम्झाउँछु नि। र भूपेन्द्रले ती केटीलाई पनि भन्छन्, कतै आज कुरा मिलाएर बसौँ न भनेर उनले भनिरहेका हुन्छन्। हो दर्शक, यता ती सबै कुरा सुनिसके ती केटीले भन्छन्, हिजोकै कुरालाई यहाँ तनाव भइरहेको छ, अब केही दिनपछि भनेर उनलाई थमथमाउँछन्। र दर्शक भूपेन्द्र कोठामा जान्छन्, तर उनले फोन राख्नै मानेका थिएनन्। ती केटीको जबरजस्तीले आमाले बोलाइन् भनेर उनले फोन राखेर ती केटी जान्छन्। र त्यसै पनि यता भूपेन्द्रले भने कोठामा गएर सबै भुन्टीको फोटोहरू फालिदिन्छन् र भन्छन्, यो घरको कामै नलाग्ने हो, यो घरबाट जसरी भयो नि म यसको याद मेटाउँछु भनेर उनले फालिरहेको हुन्छ। त्यत्तिकैमा भीम पनि आइपुग्छन्। दाइ तपाईँले यो के गर्नुभएको भन्दै गर्दा, देखिनुहोस् के गरेको, यो हाम्रो घरको लायकी छैन, यो हाम्रो घरमा सजावटको केही छैन भन्दै उनले फालिरहेको हुन्छन् फोटो। र त्यसै पनि त्यत्तिकैमा भीमले सबै भन्छन्, दाइ तपाईँकै खुसीको लागि केही दिनमा मैले राखिदिएको फोटो हो यो, तपाईँ यसरी नफाल्नुहोस् यति भन्नासाथ भन्छ।
नफाल्नु छैन, यो हाम्रो घरमा लायकै छैन भनेको सुनिनस् तैँले, तैँले यो सफा गरेर फ्याल भन्दै गर्दा भूपेन्द्रको दाइ जेठो पनि आइपुग्छन्। त फ्यालेर फुटाउन सक्नेले त आफूले सफा गर्दै गर्छस् होला नि भन्दै गर्दा उनले पनि भन्छन्, त हिजो कहाँ थिइस् र कोसँग थिइस् भन्दै गर्दा उनले भन्छ, भने त दाइ तपाईँलाई मैले भनिसकेको थिएँ त, म साथीकोमा थिएँ। त कुन साथीकोमा थिइस्, मैले तँलाई लोकेसन पठाएँ भन्दा किन पठाइनस् भन्दै गर्दा भूपेन्द्र नजिक गएर भन्छन् आफ्नो दाइलाई, दाइ म त बच्चा छैन नि त, ठुलो भइसकेँ। यसै गर्दा उनका दाइले पनि भन्छन्, त ठुलो भइस् तर तेरो व्यवहार बच्चाको जस्तो भयो, त खुरुक्क बरीसँग मिल र तेरो बरीसँग मिलेको हेर्न चाहन्छु भन्दै गर्दा उनले भन्छन्, दाइ यो कुरै नगर्स्, म भुन्टीलाई डिभोर्स दिन्छु, के अरे फेरि भन् त भन्दै उनले भन्छन्। र उनका दाइले त्यो भनिसकेपछि हो दाइ म भुन्टीलाई डिभोर्स दिन चाहन्छु भन्दै गर्दा उनका दाइले चर्कन हान्छन् र अनि रिसले चुर भएर चर्कन हानेको हुन्छ। त्यत्तिकैमा यो भाग सकिएको हुन्छ। र दर्शकबिन आगामी भागमा के होला त, के अब भुन्टीलाई नस्वीकार्ला त भूपेन्द्रले, के डिभोर्सै देला नि त भन्ने विषयमा तपाईँहरूसम्म चाहिँ पूर्ण अर्को रिभ्यू लिएर आउने नै छौँ। त्यतिन्जेलसम्मको लागि मलाई पनि बिदा दिनुहोस्। हस्त, जय नेपाल।